अभिवादन। म मनोज अभिवादन अभिवादन। 7 नम्बर वार्डको वडा अध्यक्ष, 7 नम्बर होइन हौ, 17 नम्बर, 17। धरान नगरपालिकाको प्रवक्ता। प्रवक्ता होइन अरे हो, भडुवा अरे। अस्ति त्यहाँको जनताले भन्दै थियो साथीहरू, देश विदेश बस्ने साथीहरूले तिम्रो त साथी होइन हौ, फेसबुकमा दुश्मन दुश्मन दुश्मन। धरान तपाईँहरू आइपुग्नु भएको छ, घुम्नु भएको छ धरान। किन नआउनु हो, मेरो त बाटै त्यही हो। धरानको यथा तपाईँलाई थाहा छ? पहिलाको चाहिँ थाहा छैन कि अहिलेको चाहिँ थाहा छ। तिमीहरूको टाउको दुखिरहेछ अरे घुस खानु नपाएर, अस्ति भन्दै थियो मिडियाले। तपाईँहरू कुन देशमा हुनुहुन्छ? कुन देशमा हुनु हो? कुन देशमा? विदेशमा छु नि। नेपालमा तिमीहरूले गरी खाना दिएनौ, पासपोर्टमा भिजा लगाएर आएको छु। धरानको विषयमा तपाईँहरूले मत राख्न पाउनुहुन्छ। मत पनि कसरी दिनु हो? मत पेटी पनि तिमीहरूले रातारात चोरिहाल्छ अरे। अस्ति मिडियामा देखिरहेको थिएँ मैले। धरान जनता चाहिँ सबै हर्क साम्बाङजीको साथमा, मेरो साथमा पनि छन् धरान जनता। अनि तिमी जस्तो भडुवाको साथमा हुन्छ त? हर्क साम्बाङको साथमा त हुन्छ त जनता। यदि यस्तो हो भने, यस्तो भनेको कस्तो? धरानको 20वटा वार्डमा उहाँका समर्थक 20वटा मात्रै होइन हौ, विश्वभर कसले चुनाव जित्यो? हर्क साम्बाङले जित्यो नि। जितेर पनि त्यत्रो सरमदन गरेको देखेको छैनौ भन्दै थियो अस्ति जनताले। कसले चुनाव जित्छ भन्नुहोस् त? भोलि पनि उसले जित्छ नि, देखेनौ त्यत्रो पछि लागेको जनता। एउटा वार्डमा एउटा वार्डमा होइन, 20वटै वार्डमा जित्छन्। यस्ता चाहिँ सामाजिक मान्छे व्यक्तित्व छन् जसले भोलि चुनाव जित्छ भने देखाउनुहोस् त, छ त्यो परिस्थिति? यसो कहिलेकाहीँ श्रमदान गर्न गएको भए पो देख्छौ त, त्यत्रो देखेनौ बजार लागेको मान्छेको भिड। हर्क साम्बाङजी नै भोलि 84मा चुनाव जित्नुहुन्छ धरानबाट भन्ने ग्यारेन्टी गर्नुहोस् त कसो? तिमी ग्यारेन्टीको कुरा गर। जितेर देखाएको होइन, त्यत्रो श्रमदान गरेको होइन, तिमी अझै ग्यारेन्टीको कुरा गर्छौ। भोलि 84मा चुनाव जित्नुहुन्छ धरानबाट भन्ने ग्यारेन्टी गर्नुहोस् त कसो? अनि धरानको मान्छेले धरानबाट त चुनाव जित्छन् त, भोलि 84मा जित्छन् त। अनि हामीले भनेको के भने विधि र पद्धतिमा जानुपर्छ भन्ने। तिमीहरूले भनेको विधि र पद्धति पनि अस्ति देखेको, काने खुसी कानमा खुसुक्क भन्दै गरेको। मेयरले चाहिँ विधि मान्नु पर्दैन भन्ने हो तपाईँहरूको कुरा। मेयरले त विधि पुरा गरिरहेको थियो, तिमीहरू होइन बाटो भएर चाबी खोज्ने अस्ति। हामीले भनेको के भने विधि र पद्धतिमा जानुपर्छ भन्ने। त्यही त अस्ति विधि र पद्धतिको पुरै लडाइँ भइरहेको थियो त्यहाँनिर। नि श्रम गर्ने मान्छेले चाहिँ विधि मान्नु हुँदैन भनेर कुनै कानुन संविधानमा लेखेको छ? अनि तिमीले चाहिँ श्रम गर्नु हुँदैन भनेर कानुनमा लेखेको छ भनेर अस्ति प्रश्न गर्दै थियो जनताले।